तपाईँका सम्पूर्ण साथीभाइ तथा दिदीबहिनीहरूलाई एकमुष्टै नमस्कार टक्राउँदै आज पनि म तपाईँको माझमा चाहिँ छोटो मिठो भिडियो लिएर चाहिँ उपस्थित भइसकेको छु र साथै विशेष गरी चाहिँ हाम्रो यो भारत बेङ्गलोरमा चाहिँ होइन आज चाहिँ रासोपाको कार्यक्रम रहेछ होइन। त्यस विषयमा चाहिँ तपाईँको होइन धेरै राम्रो लाग्यो, मलहरू एकदम राम्रो तातिएको रहेछ होइन, एकदम खुसी लाग्यो। विशेष गरी चाहिँ त्यहाँ सागर हरि ढकाल र तपाईँको चाहिँ होइन सविता गौतमजी संसद आउनु भएको रहेछ होइन। विशेष गरी चाहिँ होइन त्यहाँका बेङ्गलोरका दाजुभाइ दिदीबहिनीहरूले पनि धेरै भव्य तरिकाले चाहिँ स्वागत गर्नुभएको रहेछ होइन। त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद छ र विशेष गरी चाहिँ भोलिका दिनमा चाहिँ यहाँ केपी शर्मा ओली आउने हो भने चाहिँ फुलमालाले स्वागत त गर्दैनन् होइन। यहाँका युवाहरूले चाहिँ के गर्छन् भनेपछि केपी शर्मा ओलीलाई चाहिँ चप्पलले चाहिँ हान्छन् जस्तो लाग्छ है मलाई। भारतमा आउने नि केपी शर्मा ओलीलाई शेरे प्रचण्ड आउने हो भने यिनीहरूको चाहिँ चप्पलले चाहिँ 100% हान्छन्, त्यस्तो मलहरू अगाडि बढाउँ सबै युवाहरू होइन। विशेष गरी यही छोटो मिठो भिडियो लिएर चाहिँ उपस्थित भएको थिएँ। बाँकी भिडियो फेरि आउँला गाइस। ओके बाई बाई, नेक्स्ट भिडियोमा।